हेलो एभ्रिवान नमस्कार। आउँदै गरेको चुनावमा तपाईँहरूको मत चाहिँ कता हाल्ने विचार गर्नुभएको छ र यदि तपाईँहरू पुरानै पार्टीतिर फेरि पनि तपाईँहरू पुरानै पार्टीहरूतिर मत खसाल्ने विचारमा हुनुहुन्छ भने मत दिने विचारमा हुनुहुन्छ भने एकछिन विचार गरेर मात्र मत हाल्नुहोला। अनि पुरानो पार्टीले पनि पुरानो पार्टी भन्दैमा नराम्रो पनि सबैजना नराम्रो छन् भन्न पनि मिल्दैन। तर आउँदो आउँदो गरेको चुनावमा चाहिँ सरकार कसले बनाउँछ भन्ने कुरा हो। अहिलेको अवस्था हेरेर पुरानो अवस्था र अहिलेको अवस्था हेर्ने भन्दाखेरिमा एकचोटि चाहिँ हामीले हाम्रो आउँदै गरेको नयाँ नयाँ पार्टीहरूलाई नयाँ विचारधारा बोकेको मान्छेहरूलाई चाहिँ हामीले योपाला चाहिँ मौका दिनुपर्छ भन्ने मलाई लागिरहेको छ। र तपाईँहरूलाई पनि कस्तो के लाग्छ होइन। अनि पुरानो पार्टीको मान्छे भन्दा पनि यदि तपाईँहरूको जो मान्छे उठ्दैछ तपाईँहरूको ठाउँबाट उसले चाहिँ आफ्नो समाजको समस्याहरू चाहिँ उठाउन सक्छ कि सक्दैन संशोधनमा गएर होइन। आफ्नो समाजको जति पनि घटी कमीहरू छन् ती कुराहरूलाई चाहिँ उठाउन सक्छ कि सक्दैन भन्ने हामीले बुझ्नुपर्छ। र पार्टी विशेष भन्दा पनि व्यक्ति विशेष हुनुपर्छ। व्यक्तिको आचरण र के छ त उसको ब्याकग्राउन्ड सबै कुराहरू बुझेर मात्र मत दिनु होला होइन। अनि सकिन्छ भनेपछि तपाईँको मत चाहिँ अहिलेको हामीले सबैले अब नेपालभरि नै अहिले परिवर्तनको लहर चलेको छ। एकछिन परिवर्तन गरेर हेरौँ न त, आफ्नो मत पनि परिवर्तन गरेर हेरौँ कस्तो हुन्छ के हुन्छ होइन। सबै कुराहरू विचार गर्नुहोस्। अनि देशको अर्थव्यवस्था धेरै नै नाजुक कमजोर छ। अब अहिले जसले पनि तपाईँहरूलाई यदि कसैले भन्छ स्वास्थ्य शिक्षा र होइन अनि यो सबै कुराहरू फ्री गर्न सक्छु हामीले अनि रोजगारी दिन सक्छु भन्ने कुरा चाहिँ विश्वास नगर्नु होला। र हाम्रा जति पनि अहिले उम्मेदवार हुनुहुन्छ तपाईँहरूले पनि त्यस्ता कुरा नगरिदिनु होला। किन भन्दाखेरिमा देशले स्वास्थ्य र शिक्षा फ्री गर्नको लागि अझै पनि धेरै काँचुली फेर्नुपर्ने अवस्था छ। किन भन्दाखेरिमा देशको अर्थव्यवस्था त्यति खासै त्यो दिने अवस्थामा छैन। किन भन्दाखेरि झुटो बोल्नुभन्दा पनि हामीले हाम्रा छोराछोरीहरूको भविष्यलाई हेरेर हामीले बोल्नुपर्छ र कति समय लाग्छ त्यो गर्नको लागि र देशले कति चाँडो विकासको लहर तिर लाग्नुपर्छ भन्ने कुरा पनि बुझ्नुपर्छ होइन। अहिले भन्दा फेरि हामीले विकास खोजेको हो। तर विकास यो 5 वर्षमा चाहिँ हामीले यति विकास गर्न सक्छौँ उति विकास गर्न सक्छौँ भन्ने कुरा चाहिँ हुँदैन। किन भन्दा अझ पनि 10-15 वर्ष 20 वर्षै लाग्छ। यदि स्वास्थ्य र शिक्षाको फ्रीको राम्रो नेतृत्वको हातमा सरकार गयो भन्दाखेरिमा चाहिँ 20 वर्षै लाग्छ अझ स्वास्थ्य शिक्षा फ्री। अनि अलिअलि सुरु हुन्छ र अर्थव्यवस्था राम्रो भयो भने रोजगारीको अलिअलि सुरु हुन्छ 10-15 वर्षपछि। अहिले तत्कालीन चाहिँ हामीले आशै नगरे हुन्छ। र आफ्नो मत खसाल्नुभन्दा अगाडि एकछिन सोचेर मात्र मत हाल्नु होला। पार्टीमा जोडिएको छु भन्दैमा देशको र आउने पिँढीको भविष्यलाई चाहिँ खेलवाड नगरिदिनु होला।